ल साथीहरू, हामी अहिले कोशी टप्पु वन्यजन्तु आरक्षमा घुम्न आएको छौँ। मसित हुनुहुन्छ यहाँको रेन्जर साहब, हाम्रो परम मित्र जीवन पोखरेलजी। अब यतापट्टि हुनुहुन्छ राजेश कार्की मित्र, यता सुशील पोखरेल मित्र, यता हाम्रो प्यारो भाइ गोविन्द बराल। अहिले हामी यहाँनिर कोशी टप्पु वन्यजन्तु आरक्षण घुम्दैछौँ। यो घना जङ्गल छ। यहाँनिर के पाइन्छ मित्र? यहाँ जस्तै अर्नाको लागि चाहिँ यो फेमसै हो हैन? पाइन्छ, जङ्गली हात्ती पाइन्छ, नीलगाई पाइन्छ, बनेल पाइन्छ, 500 भन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन् हैन? अजिङ्गर पाइन्छ हैन? सबै कुरो यहाँ। अनि यो पानीमा पाउने जनावरहरू चाहिँ के पाउँछ? गोही पाउँछ, डल्फिन माछा पाउँछ, विभिन्न प्रजातिका माछाहरू पाइन्छन्। अच्छा, अब यहाँनिर छिर्ने सिस्टम के छ? छिर्ने सिस्टम गाडीको कति रुपियाँ, मोटरसाइकल छिराएर कति रुपियाँ? इन्जिन जडित साधनको अच्छा प्रत्येकको 300 रुपियाँ हैन? अनि त्यसपछि सार्क मुलुकको लागि 750, विदेशी नागरिकको लागि 1500। अच्छा, नेपाल सरकारले तोकेको राजस्व तिरेर अनुमति लिएर मात्रै यो प्रोटेक्टेड एरिया, यो संरक्षित क्षेत्रभित्र घुम्न पाइन्छ। यहाँको कुनै पनि पात पतिङ्गर, किरा फट्याङ्ग्रालाई सङ्कलन गर्न पाइँदैन र वन्यजन्तुलाई पनि कुनै पनि हानि हुने खानेकुरा ल्याएर आरक्षभित्र दिन पाइँदैन। प्लास्टिक जन्य चिजहरू कुनै पनि फ्याल्न पाइँदैन र फ्यालेको पाइएमा नियमअनुसार कारबाही हुनेछ। जस वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कडा कारबाहीको सुविधा छ। गाछी साछी पनि काट्न पाउँदैन हैन? राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले तोकेका कार्य बाहेक विपरीत कार्य गरेमा त्यो ऐन आकर्षित भएर कारबाही हुनेछ। ल, हामीलाई हाम्रो साथीले यहाँको ऐन नियमहरू पनि हामीलाई बताइदिनु भयो। कडा ऐन नियम रहेछ। अब हामी पनि ऐन नियमको पालना गर्दै यहाँनिर हामी अनुगमन त के भनौँ, घुम्न आएका छौँ आज शनिबार पारेर। जे होस्, तपाईँहरू पनि इनरुवावासी र मलाई सुनिरहनु भएको देश विदेशमा रहनुहुने साथीहरू हुनुहुन्छ। तपाईँहरू यहाँनिर एकपल्ट पूर्व क्षेत्रतिर आउनुभयो भनेदेखि कोशी टप्पु वन्यजन्तु आरक्षण, यहाँनिर यो मृगकुञ्ज पनि भन्छ होइन यसलाई? यो पहिले मृगकुञ्ज पनि भन्थे। यो मृगकुञ्जमा आएर घुम्नुभयो भने तपाईँहरूले धेरै खालका जनावर, धेरै खालका चराचुरुङ्गी, धेरै खालको रुख बिरुवाहरू देख्न पाउनुहुन्छ। अब फेरि अर्को भेटमा यहाँहरू समक्ष आउन नै छु। त्यतिसम्मको लागि सबैमा नमस्कार।